भएको केस कसो भएको यसमा सोध्नुमा त बुझ्नुमा प्रहरीले रेस्पोन्ड गरेको छ कि छैन अभद्र व्यवहारको छ अनि तपाईँको अभद्र व्यवहारमा एउटा केस दर्ता भएको रहेछ के भइरहेछ प्रहरीले रेस्पोन्ड गरेको छ कि छैन म पत्रकार हो मैले रेस्पोन्ड के भइरहेछ बुझ्नु कोसिस गरिरहेको छु बुझ्नु लाउडस्पिकरमा राख्नु पर्दैन कानमा राख्नु हेलो हजुर नमस्कार म जनशक्ति अनलाइन मिडियाको सम्पादक बोल्दैछु म धनकुटा जिल्लाबाट बोल्दैछु हजुर त्यो चाहिँ केसहरू जति पनि दर्ता भएको हुन्छ नि तपाईँको जुन केस दर्ता भएको छ नि प्रहरीमा जुन दर्ता भएको छ नि त्यो मुद्दा चाहिँ कहाँ चलिरहेछ जिल्ला प्रहरी कार्यालयबाट चल्छ त्यो मुद्दा चाहिँ अहिले के भइरहेछ मुल्तवीमा छ कि पेन्डिङमा के छ कसो छ तपाईँको के भइरहेछ हजुर हजुर होइन तपाईँको समस्या त तपाईँले राख्न सक्नुहुन्छ नि जिल्ला प्रहरी कार्यालयमा त हामी बुझिहाल्छौँ नि रेस्पोन्स चाहिँ कस्तो आइरहेछ त त्यो विषयमा प्रहरीबाट रेस्पोन्स कस्तो के आइरहेछ सहयोग कस्तो भइरहेछ हजुर ठिकै मात्रै छ कि ठिक छ काम गरेछ अरे प्रहरीले काम गरेछ कि छैन प्रहरीले चुस्त दुरुस्त काम गरेछ कि छैन तपाईँलाई के लाग्छ ए गरिरहेछ तपाईँले यो मुखले मात्रै भन्नुभएको कि साँच्चै कि व्यवहारमा भइरहेछ हजुर 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 सुन्दैछु भन्नु न मेरो नाम सागर पोखरेल हो म जनशक्ति अनलाइन मिडियाको सम्पादक हो तपाईँलाई मैले जे कुरा जानकारी गराइरहेको छु नि त्यो कुरा चाहिँ स्पष्ट भन्नुहोस् न भनेको क्या हजुर के कुराले प्रतिबन्ध लगाएको छ तपाईँलाई किन बोल्न मिल्दैन भन्नु त हजुर नर्मल बोल्नु नर्मलसँग बोल्नु यतिको बुझ्नु खोजेको हजुर बिचरा डोडायो मान्छे काम भइरहेछ ल ल